आइजो बाइलेन आइजो मसँग अन्तर्वार्ता लिन आइजो तँभन्दा मान्छे कडा छु म आइजो बाइलेन मसँग भेट्न आइजो तँ पनि ल्यापे होस् म पनि ट्यापे हो के छ भोट केमा हाल्ने त भोट म जान्जी हो यो पालि बालेन कि के बिबा होइन माटो हो नि हर्के ए माटो अब हर्क साम्बाङबाट हुनु हजुर रुको जरा किन हर्क साम्बाङ चाहिँ किन भिजन छ राम्रो के छ भिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि हो श्रीमती बालेनको फुपू ए भनेको बालेन शाह हैन घन्टीलाई रवि लामी छानीलाई मत हाल्छ यसपालि जनताले अच्छा मस्त जोक मारा रे तपाईहरु विश्वास भएर यो गाउँ जानुहोस् म भित्रबाट घन्टी नै बजाइदिन्छु ल लिएर जानु मसँग घन्टी नि छ यो अस्तिदेखिको राजनीति प्रतिशोध हामीलाई धेरै जनतालाई इगो नै भइराछ हो तपाईहरु यो भाइरल बनाएर लगिदिनुहोस् ल हजुर नमस्कार भोट दिनु त्यति बेला म गालामा ठम्की ठमान्छु केपीको पैसा खाने बालेनलाई ठोक्ने भयो बम मरेपछि म उही खोला जाँदा नि खोलाबाट पनि तैँले भोट दियो भने पनि म सुधै लाइन दिन्छु मेरी बुढी एमाले की हो नेपाली कांग्रेसलाई भोट दिँदा 7 दिन भात खान दिँदा घन्टी बजाउने सपोर्ट चाहिँ हजुर हजुर मलाई गर्ने हजुर मलाई बस्ता दिन्छु सबके सब चोर हैं साले पटक पटक साथ दिन्छु ल पटक पटक तपाईं तुरुन्तै पार्टी परिवर्तन गर्नु पार्टी बदल लिया साला कांग्रेसलाई हालिएन एमालेलाई हालियो एमालेलाई हालियो माओवादीलाई हालियो माओवादीलाई नि हालियो हलोलाई हालियो हलो त हालेको हालै लालाजी बाइ बाइ बा छोड्दिनु भन्छु अब केही छोड्दिनु भन्नु सिधै छोड्दिनु तपाई घरमा हरे नाम जपेर बस्नु यसरी भन्छु बालेन शाह मुर्दाबाद इस सज्जन को क्या तकलीफ है भाई केपीएलले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्लान् फेरि आमा दुनियाँलाई ठगेर ल्याएको पैसा के हाल्छ नि कसले जित्लान् के लाग्छ तपाईलाई यसमा तुलना गर्ने बालेन शाह भनेको खुट्टाको चप्पल हो खड्गौली भनेको शिरको टोपी हो आर यु कमेडी मस्त जोक मारा रे कति वर्ष हुनुभयो भने अझै ओलिबा 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 भन्दा तपाईहरु पछाडी लाग्नुहुन्छ कि क्या त बालेनलाई 5000 मत पनि दिदैन भन्छन् त के कसले भने त्यसै भने केपीओले भन्दै हुनुहुन्थ्यो केपी ओलीले पढाउँछु भन्दै हुनुहुन्थ्यो क्वेसन गरेपछि होइन मुखले होइन क्वेसन गरेपछि अलि घिउ लागेको त क्वेसन गर्नु नि तपाईँ मै पनि एमाले नो 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 भन्ने दिन गइहाल्ने केपी ओली त खर्च त गोरु चोरो झापामा बसेर गोरु चोरा दुनियाँ कोर्सिङ घिटा पठाएको हो खड्गौली त गोरु चोरो त्यो डाका हो केपीको पैसा खाइदिन्छु कांग्रेसको खाइदिन्छु भोट चिराप्रबाले पनि घन्टीमा ठोक्छु मस्त जोक मारा रे के भन्नुहुन्छ छरछिमेकी छोराहरू छरछिमेकी छेवा छोराहरू सबै एमालेमा भन्छन् तर भोट चाहिँ घन्टीमा हाल्छन् कसले मलाई एकलाई दिन्छ त्यसैलाई भोट दिन्छु न त मरे नै दिन्न जा बालेनको ठाउँमा केपी ओली कुरा गर्ने अलि घिउ लाग्दो कुरा गर्नु नि तपाईँ अनि भ्यू टावर विकास हैन भ्यू टावर र ओली बाबेको टुपीको टावर एउटै हो के अब कसलाई हाल्ने त फेरि अब यसपालि अब सबै अब जनताहरू सबै घन्टी भन्छन् अब म चाहिँ अब एउटा हलो त छोड्नु भएन म बुढो मान्छे अच्छा
बनाउँदैन कहाँको नेता आउँछ आउनु त्यही पुलमा गाडी दिन्छ खुट्टो उचालेर टाउको माथि पारेर बीको पैसा खाइदिन्छु काङ्ग्रेसको खाइदिन्छु भोट राम्रो खाओ माँ कसम ओलीसित बालेनले कति फुर्ती गर्न पर्दैन ओ अस्तिका चमरी एउटा कुवाको झ्यागु देखियो बाबु भाई साहब कुछ ज्यादा नहीं हो गया त्यसो अब ओली प्रधानमन्त्री कि पर्छन् र हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्छन् यो भातडा बनाउँछन् प्रधानमन्त्री घन्टी लगाएर आउनु पर्यो नि त अब काङ्ग्रेस माथि एमाले माथि यी तिनटालाई लगाएर ओलीको पर्तनेको नाम नल्याउ छोरा मसित एलर्जी हुन्छ मलाई बालेन पनि म पर्छ तर भोलि बालेन साहब पनि त शासक भयो भने त होइन त्यो पनि होला त्यो पनि भयो भने यसलाई यसै गरी फ्याल्ने नि मुलालाई केपी ओली भने बुढापाका हो बुढापाकाले जित्दा चाहिँ राम्रो हुन्छ क्या त्यो फेरि युवाले जित्यो भने पनि उता उत्तर कोरिया जस्तो बनाइदिन्छ फेरि के बोले हामी चाहिँ नेपाली काङ्ग्रेस हो अब घन्टी भयो तर ओलीबा प्रधानमन्त्री भन्दै हुनुहुन्छ फेरि बेलु बो ओलीबाले सक्नुहुन्न कतिखेर अस्ताउनुहुन्छ थाहा छैन ओलीबा मैले 17 सालदेखिको काँक्रा भोट दिएको 69 सालमा मुक्त गरे काँक्रालाई मालेलाई दिन थाल्यो त्यहाँबाट अब माले भन्नेलाई पनि म चोलाले दिन्न म घन्टा बजाइदिन्छु खत्म बाय बाय टाटा गुड बाय गया तपाईँको उम्मेदवार को हुनुहुन्छ थाहा छ चुनावमा उठ्नु भएको अनि हामीहरूलाई के थाहा छैन र आज मात्रै भोट दिएर यति भएका हुन्छौँ हामीहरू राजनीति प्रतिशोध हामीले देखेका छ हामी भिडियो हेर्ने मान्छे हौँ व्यक्ति देखेका छैन तर प्रतिशोधको राजनीतिमा गर्नुपर्छ को हुनुहुन्छ ए हामीहरू जति घन्टी रडङ रङ 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 पार्ने हो हिँड्ने हो के छ बुवा अब चुनाव कतिको लाग्दैछ तपाईँहरूलाई खै अब कतिको लाग्छ हामीलाई त थाहा नै भएको छैन चुनाव भन्ने आर यु कमेडी मी रवि लालजी खानेलाई यसपालिको मत परिवर्तन गरेर जाँदैछ ल पठाइदिनु क्या बात है सर क्या बात है सर क्या बात ये बात है